हेलो नमस्कार साथीहरु। आज चाहिँ म अस्ति मैले मकैको चामल पिठो बनाएको थिएँ नि, त्यसको चाहिँ ढेँडो भात मकैको भात पकाउन लागिरहेछु। मकैको माम फर्स्टमा चाहिँ पानी यसरी उमालेपछि चाहिँ चामल लाउनुपर्छ। मैले 2 पेला चामल लगाएँ हो। 2 पेलाले अब हामीलाई ठिकै हुन्छ होला, बेसी पनि हुने रहेछ। 2 पेलाले अलिक कम्ती गरेँ। त्यहाँदेखि चाहिँ दाबिलोले मजाले चलाउनुपर्छ। यो दाबिलो चाहिँ मलाई आमाले ल्याइदिनु भएको। पहिला नै आमाले, मेरो त आमा बाबा हुनुहुन्न हो, अहिलेसम्म छ। हेर्नुहोस् न, यसरी चलाउनुपर्छ मजाले, चलाक्क गर्नुपर्छ कि पाक्नेसम्म मजाले उम्लिन दिनुपर्छ यसलाई। प्योर मकैको माम हो, पाक्दैछ यो चाहिँ। यसरी ठिक्कै बेर पकाउनुपर्छ यो चामल चाहिँ। धेरै वर्ष बाद पकाएको साथीहरु। उहिले त पुरा पकाएर खाइन्थ्यो। उहिले त घरमा आमा पापाले छोडिदिएपछि त हामीलाई यसरी पकाउनु पर्थ्यो नि त। बिर्सिम सक्यो होला हौ अब त। यो मकैको चामल अलिक नपाकिँदाखेरि चाहिँ यसरी चलाइबस्नुपर्छ नि त। मजाले पाक्छ, नभए चाहिँ टाँसिन्छ फेदमा हो। दाबिलो छ भने चाहिँ सजिलो। यसलाई चाहिँ दाबिलो भन्छ। अब अहिलेको नानीहरूलाई त याद पनि छैन होला। उहिले त पन्नीहरू नभएर चाहिँ अब यही चलाउँथेँ नि त। फर्स्ट मेरो यो मकैको चामल चाहिँ पाक्नु आँट्यो। अब यसलाई चाहिँ मजाले पिठो लाउनुपर्छ। निकै बेर पकाउनुपर्छ नि। यो मसिनो चामल भए पनि ढिलो पाक्छ नि त, चाम्रो हुन्छ नि त। त्यही भएर चाहिँ मजाले चामल चाहिँ पाकिसक्यो। अब यसमा चाहिँ म पिठो लगाउँछु। आगोमा पकाउनु पाएको चाहिँ दामी हुन्थ्यो। 10-15 मिनट चाहिँ पकाउनुपर्छ यसरी चलाउँदै, नभए चाहिँ यो चामल पाक्दैन कि। अस्ति मैले मकैबाट निकालेको पिठो हो नि साथीहरु। यो पिठो चाहिँ अब लाउनुपर्छ लास्टमा चाहिँ हो। अब चाहिँ बिस्तारै मकैको पिठो लाउँदै चलाउनुपर्छ। यसरी छर्दै नै चला गर्नुपर्छ यसलाई चाहिँ मजाले हो। त्यहाँदेखि मात्रै पिठो मजाले फिटिन्छ नि त। यही पिठो लगाएर चाहिँ बाट्नुपर्छ है साथीहरु। तपाईले पनि ढेँडो भात कोले बनाउनु भएको छैन, यसरी एकपल्ट चाहिँ एक्सपिरियन्स गर्नुहोस्। आजको मेरो सन्डेको लन्च खाना यसरी गर्नुपर्छ। अन्त मात्रै मकै मजाले फिटिन्छ नि त पिठो। यसरी बाट्नुपर्छ फर्स्ट लास्टमा चाहिँ। जति यसरी मजाले बाट्यो त्यति नै मिठो हुन्छ। फाइनली मेरो अलमोस्ट ढेँडो पाके। भित्रतिर चाहिँ अब यसरी टाँसिन्छ नि, सोर्नुपर्छ हो मजाले। अब यसलाई एकछिन छोप्नुपर्छ कि, यसलाई एकछिन यसरी छोप्नुपर्छ। एकछिन चाहिँ बफाउनुपर्छ नि, अन्त चाहिँ पिठो मजाले पाक्छ। हुन्छ।